सकिगो नि रिसले सारा बिगार्छ मुस्कानले जीवन सिंगार्छ नाचौँ न बजाई मादल मनको हटाई बादल नाचौँ न बजाई मादल मनको हटाई बादल झर्को र फर्को के गर्ने छैन नि कोही नमर्ने गर्नु छ काम रसिलो पार्नु छ जीवन हँसिलो अहिंसा शान्ति करुणा जीवनमा पुरै भरौँ न मर्नका निम्ति नमरी अरूका निम्ति मरौँ न जीवन बाँचुन जेलीलाई हो नि जीवन बाँचुन जेलीलाई हो नि सकिएपछि त सकिगो नि सकिएपछि त सकिगो नि सकिएपछि त सकिगो नि सकिएपछि त सकिगो नि लौन हजुर आयो निर्वाचन हाम्रो गाउँ नगरमा आयो निर्वाचन पाँडे हो क्या पाँडे यहाँ मेरो चन्द्रु बिरामी परिन् यिनलाई अस्पताल लैजान पर्यो तुरुन्तै एउटा एम्बुलेन्स पठाइहाल्नु पर्यो हजुर मैले तपाईलाई चिन्न सकिन राम्रोसँग अहिले मेरो सवारी चलिरहेछ हेर्नुस् मिटिङमा जानु छ है सरी केटा हो हेर पाँडेजीको मुन्टो अररिएको रहेछ सोझाइदिनु पर्यो लु त सज्यो अनि पाँडेजी मुन्टो त सोच्यो त अनि नेताज्यू यसपालि पनि हजुर आफै हो कि उम्मेदवार म होइन यसपालि यो क्षेत्रको लागि यो देशको लागि एकदम सक्षम योग्य इमानदार
इनर्जेटिक उम्मेदवार लिएर आएको छु। मेरी आमै नि हो र भने खोइ कता हुनुहुन्छ त उम्मेदवार, दर्शन गरिहालौँ न। केटा हो, हाम्रो उम्मेदवारलाई ल्याऊ। बाबु, हाम्रो उम्मेदवारलाई जाडो भयो रे, एउटा कम्मलले त। मलाई अझै जाडो भयो, भित्रै लैजाऊ न। मेरी आमै नि चुनाव प्रचार प्रसारको लागि घर दैलो गर्न आएको उम्मेदवार जाडो भयो भित्र लगेर राख भनेर पनि काहीँ हुन्छ? ए रमेश शर्माज्यू, कस्तो उम्मेदवार लिएर आउनु भएको यो? पाडेजी, कस्तो कुरा गर्नुहुन्छ तपाईँ? अनि उहाँ नै होइन त यो क्षेत्रबाट पटक पटक प्रतिनिधि सभाको उम्मेदवार भएर विजय हासिल गर्ने? यस पटक पनि उहाँको जित निश्चित छ। अनि चुनाव चिन्ह कात्रो। कात्रो जित्यो जित्यो, यसपालि पनि कात्रोले नै जित्यो। पाडेजी, म त ढुक्क छु है। तपाईँले उहाँलाई जिताउनुहुन्छ भन्ने कुरामा पुरै ढुक्क छु। जसरी भए पनि उहाँलाई जिताएर तपाईँले पठाउनु पर्यो। अनि बेला बेलामा म यसो आइहाल्छु, फेरि तपाईँ हुँदाहुँदै मैले के चिन्ता गर्नु, होइन र? भइहाल्छ नि हजुर। कात्रो यसचोटिको चुनावमा चाहिँ सोचेर भोट हाल्न पर्छ है ल। यो पटक पनि विवेक पुर्याएर योग्य उम्मेदवारलाई भोट हालिएन भने त मरेकै जुनी हुन्छ नि हाम्रो त। चुनावकै बेलामा को मरो गाउँमा फेरि? लासले त सास फेरिरहेछ त, किन कात्रो उडाको? मेरी आमै नि होइन, के भन्नुहुन्छ यसेछन्? उहाँ हाम्रो पार्टीको प्रतिनिधि सभाको उम्मेदवार, उहाँको चुनाव चिन्ह कात्रो। अनि मारी प्रचार प्रसारमा घर दैलोमा यसरी हिँड्दाखेरि उम्मेदवारलाई कात्रो उडाउनु परेन? मारी यसपालिको चुनावमा त कात्रो ओन्नी हो, होइन? यसो उम्मेदवारको गति हेर्दा त शङ्ख नबजाएर के बजाइदिए हुन्थ्यो जस्तो लाग्छ। यसरी घर घर डुलाएर लिएर हिँड्नु भन्दा पनि सिधै घाट लिएर गए हुन्थ्यो नि बरु। ए पाडेजी,
के भन्नुहुन्छ उहाँ? अझै 2टा चुनाव जित्ने इच्छा छ मेरो, त्यसै घाट जान्छु म। ठाउँ त कहिले खाली नै नछोड्ने। तपाईहरुले ठाउँ छोडे पो युवाहरूले पार्टीका दोस्रो पंक्तिका राम्रा नेताहरूले पालो पाउँछन्। घाट जाउन्जेलसम्म पनि ठाउँ नछोड्ने, ओगटेरै बसिरहने। पाडेजी, उहाँले अलि बढ्दै बोल्नु भएन र? उहाँको पनि मुन्टो सोझ्याउने हो कि? हस् हजुर, यसो माउन्ट जेठा, यहाँ 5000 छ। यो ठपक्क नसमाउने, उहाँ जतिको योग्य सक्षम उम्मेदवार अरू छँदै नै छैन। उहाँलाई यसपालि तपाईले जसरी पनि भोट हाल्नै पर्छ। ये पक्नुस्। बरु तपाई यो 1000 बढी लिनुहोस्, तर यसरी फेरि पनि देश र जनतालाई घात गर्ने काम गर्न छोड्दिनुहोस्। कमसे कम राम्रा योग्य सक्षम उम्मेदवार लिएर आउनुहोस् न, भोट त हाल्ने हो नि। संविधानले दिएको अधिकारको सदुपयोग गर्ने हो, भोट त हाल्ने हो। शङ्ख त यो घामर जेठानलाई बजाउनु पर्ने हो हजुर, खैर केही छैन। अब अन्त गर्दैलो गर्ने हो। ए स्टिचर उठ। जनताको ताल यस्तो छ, भोट दिने मान्छे नै नसुध्रिएपछि कसैको केही लाग्छ? यो पटक पनि उयो थाहा पाइसक्यो। सकिगयो नि। बिहानैदेखि घर दैलो गर्नुपर्छ, रेडी भएर बस्नु है भन्नुहुन्थ्यो नेताजीले। कुरेको कुरै छौ, खै त आउनुहुन्न त नेताज्यू त। आफ्नो पार्टी जिताइदे जिताइदे जिताइदे, विपक्षीलाई बिताइदे बिताइदे बिताइदे। ए है लु स्वागत छ है हजुर। हामी त तपाईलाई घर दैलोको लागि कुरेर बसिराखेका थियौँ। ल धन्यवाद, हामी अलि ढिला भयौँ, लागिहाल्यौँ घर दैलोमा। नमस्कार हजुर, नमस्कार। यसपालिको भोट चाहिँ मलाई है हजुर। तपाईलाई त हो नि भोट। तपाईँ कतिखेर आउनुहुन्छ भनेर कुरेर बसिराथे म। एकैछिन पखौँ। ये है हना खतुरे के गरेको तैँले यो? ठिकै त गरेको छु त मैले। नेताज्यूको चुनाव चिन्ह जुत्ता होइन, त्यही भएर जुत्ताको माला लगाइदिएको मैले। अहिले त चुनाव चिन्ह अनुसारको माला लगाइदिने चलन पनि चलेको रहेछ नि त। हेर त कति सुहाएको। ए हो, जुत्ताकै पो माला लगाइदिएको? ठिकै छ नि त। चुनाव चिन्ह पनि हाम्रो नेताजीको अजिबकै परेछ नि त। अब यो त सम्मान हो कि अपमान हो? चिन्हले नै डुबायो कि कसो?
आदरणीय जनसमुदायहरू, अब हाम्रो यो बृहत आमसभालाई सम्बोधन गरिदिनु हुनको लागि आदरणीय व्यक्तित्व जुझारु किन्नर छेत्री, तपाईँ हाम्रै आस्थाको केन्द्र धरोहर आदरणीय व्यक्तित्व सुभाष गजुरेलज्यूलाई आफ्ना एजेन्डाहरू राखिदिनु हुनको लागि विनम्र अनुरोध गर्दछु। बिस्तारै ल्याऊ, बिस्तारै बिस्तारै है, बिस्तारै 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 काका हाम्रो नेताजीका एजेन्डाहरू यिनै हुन्। तपाईहरूलाई हाम्रो नेताजीको एजेन्डाहरू पक्कै पनि मन परेको हुनुपर्छ। त्यही भएर यसपालिको चुनावमा कात्रो चिन्हमा भोट हालौँ र यो चुनावमा हामी सबैले मारी कात्रो ओढौँ। भोट केमा? 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 उहाँ हाम्रो आफ्नै हिमायती हो। कति बेला नेताजी आउनुहुन्छ भनेर पहिल्यै फुलको माला र अक्षता लिएर बस्नु भएको रहेछ। लु नेताजीलाई स्वागत गर्दै विजयको आशीर्वाद दिइहालौँ। बाबु छोरा विदेश पुगेपछि चाहिँ फोन गरिहाल है। आज वर्ष अगाडि पनि तपाईँलाई नै भोट हालेको थिएँ। जेठो छोरो काम गरेर खाडी जाँदैछ। यसपालि पनि भोट त तपाईँलाई नै हाल्ने हो। 5 वर्षपछि फेरि कान्छालाई विदेश पठाउनु पर्यो नि काम गर्न। आदरणीय जनसमुदायहरू, यस पटकको भोट बोलाइदिनुहोस्। स्वदेशमै रोजगारीको ग्यारेन्टी म गर्दछु। यो देश छाडेर कुनै पनि युवा विदेश दिनु पर्दैन। जिन्दाबाद जिन्दाबाद। गाउँमा बत्ती फुल छैन अब।
जसरी भए पनि यसपालि पनि तपाईँले नै मलाई भोट दिनु पर्यो, मलाई नै जिताउनु पर्यो। अझै 2टा चुनाव जितेर देश हाँक्ने मन छ। मलाई नै भोट हजुर है, मलाई नै भोट। ल्याइ साथीहरू, यो घरमा चाहिँ हाम्रो उम्मेदवारज्यूले उभिएरै भोट माग्न सफल हुनुभयो ल। साथीहरू, अब मारी टेको खोलेर स्ट्रेचरमा राखेर कुदाइहाल्नु पर्छ। अर्को घरमा पनि त भोट माग्न पर्यो नि है। यसपालि चाहिँ भोट कात्रोलाई है त। सम्म चाहिँ टिके हुने सकिगयो नि। यसपालि कसलाई हाल्ने होला त भोट? एउटा राम्रो मान्छे जिग्री थियो, जिग्री पनि विविध कारणले उठेन, ब्याक भइहाल्यो। अझै 1-2 जना राम्रा मान्छेहरू त छन्। अब तिनीहरू मध्येमा एउटालाई हाल्नु पर्ला भोट। भोट त हाल्नुपर्छ। आइपुग्यो होइन त? व्यापकै लागेको छ है चुनाव। आधा केजी लागेको छ मलाई। पहिलाको चुनाव भन्दा पनि यसपालिको चुनाव चाहिँ मजाले लागेको छ मलाई। पहिलाको चुनावमा राम्रो मात्र लागेको थियो, यसपालि फेट्टु हुने गरी लागेको छ। मासु चिउरामा बिक्यो होइन त? चुनावी अभियान भनेर गएको छ, मासु चिउरा खाएको छ। वास्तवमा तिमी जस्ता मासु चिउरामा बिक्नेहरूले गर्दाखेरि यो देश हुन नलाग्यो। एक भोटको कति महत्त्व हुन्छ तिमीलाई थाहा छ? नेतालाई मात्रै गाली गर्नुभन्दा पनि यो देश बिगार्न तिम्रो हाम्रो हात छ। अब त राम्रा मान्छेलाई भोट हालौँ। खुकुरी भन्दा कर्ज लाग्ने मैले भोट हाल्न थाल्दा तँलाई जन्माउनेसम्म सोच बनाएको थिएन मैले। अहिले आएर मलाई सिकाउँछ। खाने हो, मजाले खाने हो। ए बाउ, तिमी मान्छे त हौ, अलिकति भनेको त लाग्नुपर्छ नि। हाम्रो चुनाव चुनावलाई नै हार मार्छु होला हौ। भोलि फेरि हाम्रो अभियान छ, फेरि जाने हो। लु ज्वानोको झोल तयार भयो। नेताज्यू, एक बोटुको ज्वानोको झोल पिहाल्नु त। तै भोलि बिहानै उभिहाल्नुहुन्छ कि? पिउँछु, म पिउँछु। उभिनुपर्छ, म उभिन्छु। अनि पाण्डेजी, कस्तो लाग्यो त तपाईँलाई हाम्रो पार्टीको उम्मेदवार?
यतिको होनहार हत्या कच्चा उम्मेदवार पाउनु त हाम्रो लागि भाग्यको कुरा हो। गर्व लाग्छ मलाई त। तर नेताज्यू त्यो टेको बिनै उभिने कोसिस गर्नु है, चुनाव जितिन्छ। म उभिन्छु, म खुट्टा टेक्छु पाण्डेजी। अझै 2टा चुनाव जितेर देश हाँक्ने मन छ मलाई। म उभिन्छु। स्याबास नेताज्यू, स्याबास। नेता भनेको त यतिको हुनु पर्यो नि त। नेता भनेको त यतिको भयो। नेताज्यूले खुट्टा टेकेर उभिन्छु भन्दा म पो खुट्टा टेकेर उभिन नसक्ने भइछु त। हुन त जनता उभिँदा नेता उभिन नसक्ने, नेता उभिँदा जनता उभिन नसक्ने। हाम्रो देशको नियति नै यही त हो नि, होइन? मजा आयो। नेताजी एकचोटि उठाउँ त, हामी पनि खुट्टा टेकिन्छ कि? ए जनेको झोल्ले त भोलि त खुट्टा टेकाउनु छ। यो पटक पनि भोट मलाई जसरी भए पनि माथि पुर्याउनु पर्यो। मैले हारेँ भने देशले हार्छ, त्यही भएर भोट मलाई है बाबु। राम्रोसँग उभिनै सक्नु भएको छैन, टेको लाउनु पर्या छ। होइन तपाईँले जित्नु पर्ने चाहिँ कतिचोटि हो? अरूले पालो नपाउने? विश्राम गर्नु के बा? अब तपाईँभन्दा सबल सक्षम पनि त होलान् अरू, उनीहरूलाई मौका दिनुपर्छ। अनि तपाईँहरू पनि अलिक राम्रो स्वास्थ्य केही गर्ने जोस जाँगर बोकेको भिजन भएको युवालाई लिएर आउनुहोस् न। हेर्नुहोस्, हामी त यसपटक युवालाई हेर्ने भन्ने सोच हो। कोही युवा उम्मेदवार छ भने लिएर आउनुहोस्, होइन भने उहाँलाई लिएर जानुहोस्। एक कात्रो कार्यकर्ता यो घरमा कुरो अलि अर्कै आयो। नेताज्यू कोटिएको भोट बहिष्कार गरौँ पालेको कुत्तालाई भोट हालौँ, हाम्रो जुत्तालाई बाबरी फुलको बोट सबै मिलेर जुत्तामा हालौँ भोट। आज पनि मासु चिउरामै बिग्यो होइन? हिजो तैँले मलाई सम्झाएपछि मेरो आँखा खुल्यो नि। आजको चुनावी घर दैलो मैले
सिधै भनिदिएँ अब आजदेखि म मासु चुरा बेच्दिनँ भनेर अडान लिएपछि मलाई मासु र भुजाको व्यवस्था गरिदियो नि। अब म मासु चिउरा बिच्दिनँ नि कके, मैले सबै बुझिसकेको छु। तँ हेर्दै जाए नि। ए भाउ, तिम्रा नेताहरूले तिमीलाई जे दिन्छन् त्यो खाऊ, तर यसपालि भोट मैले भनेको ठाउँमा हाल्ने। हेर भाउ, थुप्रै पटक तिमीले यो देशका लागि भोट हाल्यौ र थुप्रै मान्छेहरूलाई जिताएर पनि पठायो, तर अहिले देश खोइ कहाँ छ? देश कहाँ छ? देश यी छ। खै मलाई त 1 इन्ची पनि यताउति हल्ले जस्तो लाग्दैन। तर हेर कके, म मेरो पुरानो पार्टीलाई छोड्न सक्दिनँ। जुत्ता जिन्दाबाद। तिमीले भोट दिएर जिताएर पठाएका नेताहरूले युवाहरूलाई आफ्नो देश छोडेर विदेशिनु पर्ने अवस्थाबाट रोक्न सके? ती पनि म जस्तै छोराहरू हुन् नि, होइन र? दिनौँ कति छोराहरू देश छोडेर बाहिरिन्छन्, एकचोटि सोच त। त्यही भएर बाउ, एकचोटि म छोराले भनेको पनि मान, यसचोटि भोट मैले भनेको ठाउँमा देऊ बाउ। यत्रो वर्ष एउटै पार्टी एउटै नेता भनेर हिँडियो। आज चाहिँ तैँले राम्रो कुरा गरिस् कके। यो चुनावमा म कतै बिक्दिनँ। तैँले भनेकै मान्छेमा भोट हाल्छु। अब मैले छोराले भनेकै माने। अब ह्याप्पी? हेलो, एकछिन यता आउँछ। तपाईँले अलि सक्षम युवा ल्याउनुहोस् न भन्नुभएको होइन? हो। हामीले थपक्कै मान्यौँ पनि, थपक्कै ल्यायौँ पनि। अहिले त हामीले युवालाई लिएर आएका छौँ नि, होइन? खै कसलाई ल्याउनु भयो त? खै एकछिन। ए, ल्याऊ न ल्याऊ, निकाल त। यतिको गिटअप गर्ने युवा तपाईँले अहिलेसम्म देख्नु भएको छ? अब त उहाँलाई नै होला नि भोट। दृश्य हेर्नु न यहाँ, ब्याङ्लोको पनि पराकाष्ठा होइन यो। नेताज्यू, भोट मागिहाल्नुहोस् त अब। अच्छा, यसपालि पनि मलाई डल्लै भोट दिनु पर्यो। म बाँचे चाहिँ दामी देश भन्छ, नभए त चाहिँ फेरि सेन्टी फ्ल्याट हो यो देश। अब बन्द गर्नुहोस् न नौटङ्की। बोली चाली र गेटअप चेन्ज गर्नेमा युवा भइन्छ। सोच युवा हुनु पर्यो नि, भिजन युवा हुनु पर्यो। जबरजस्ती युवा बनाएर हुँदैन नि। पालो दिनुहोस् क्या बाजे, पालो दिनुहोस्। तपाईँहरूकै पार्टीमा पनि धेरै सक्षम युवाहरू होलान् नि। तपाईँले नि यसरी ठाउँ काटेर बस्नु राम्रो भएन। यस्ता नेतालाई भोट दिन सक्दैनौँ हामी। पार लाग्दैन। बुढो ल्याए पनि हुँदैन, युवा ल्याए पनि हुँदैन। ए, सकिँदैन। ए, यहाँ आऊ, यहाँ आऊ। बुढाले जसरी पनि लु है मलाई माथि पुर्याउनु पर्छ भन्थे। लु अब माथि पुग्ने भइहाल्यो नि। सफल भइयो है, हामीलाई सफल भइयो। कात्रोले जित्यो होइन?
सकिगयो नि। खै त झन् नेताज्यूले आज पल्लो गाउँमा घर दैलोमा जानुपर्छ भन्नुभएको थियो। खोपीको बाउ मुन्टिँदैन त होइन, कहाँ चाहिँ गएछ यो हुटी? बनाउनु पर्यो एकचोटि। खोपीको बाउ किन नआएको? घर दैलोमा हिँड्न ढिला भइसक्यो त। ए है हन म आउँदिनँ धतुरे। अब मैले धेरै कुरो बुझिसकेँ। अब मैले कसलाई भोट हाल्ने, कसरी भोट हाल्ने भन्ने कुरो सबै बुझिसकेँ। अब यो चुनावमा अलिक विवेक पुर्याउनु पर्छ भनेर छोरोले भन्यो मलाई। अब हामीभन्दा जान्ने बुझ्ने पढे लेखेका मुलुक बुझेका भनेका यिनी छोराहरू नै हुन्। हाम्रो जस्तो पुरानो तरिकाले राजनीति साजनीति चल्दैन। म आउँदिनँ यही कुरा भन्दै नेताजीलाई। खोपीको बाउलाई छोराले के भन्यो अरे? आफ्नो त छोरा न नाति, कसका चाहिँ छोरालाई गएर सोध्नु। यही जानिएको छ वर्षौंदेखि भोट हाल्दै आएको पार्टी कसरी छोड्नु। भोट केमा? जुत्तामा। 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 होइन, शान्तिनगर टोल भनेर राखेको थियो पहिलामा आउँदा त। अहिले शान्तिनगर वृद्ध आश्रम भनेर राखेको रहेछ। के हो यो? नेताज्यू, भित्र वृद्ध आश्रम पनि त खोले होला नि। जाऊ न, यो त हाम्रो पकड एरिया हो। भोट केमा? जुत्तामा। 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 जाऊ। भोट केमा? जुत्तामा। 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 नमस्ते हजुर। नमस्कार। गाउँमा त खै कोही पनि मान्छे देखिँदैनन् त। सबका घर तालाबन्दी छ। गाउँका मान्छेहरू कता गएछन्? ए, त्यहाँ तल इच्छारामको घरमा सबैजना भेला भएका छन्। त्यहीँ जानु न, सबैसँग भेट हुन्छ। ए, त्यता पो छन्? हजुर हजुर, त्यतै छन्, जानु न। धन्यवाद हजुर। भोट केमा? जुत्तामा। भोट केमा? जुत्तामा। भोट केमा? कसलाई के भएको? इच्छाराम बा बित्नु भयो नि।
ए कस्तो दुःखद घटना पो घटेछ त। उहाँका छोराहरू कता हुनुहुन्छ त? उहाँको एउटा छोरो कतारमा छ, अर्को छोरो मलेसियामा छ। बुवा बितेको खबर थाहा पाउँदा पनि कम्पनीले घर आउने छुट्टी दिएनछ। अब के गर्ने होला भनेर हामी सबै पर्खिरहेका छौँ हजुर। अनि गाउँमा अरू युवाहरू कोही छैनन्? को हुनु नि, कोही नै छैनन्, सबै विदेश छन्। गाउँमा रोजगारी नभएपछि रोजगारीको सिलसिलामा भयभरका युवाहरू परदेशी नि। उहाँ गेटमा पनि देख्नुभयो होला नि, पहिला हाम्रो गाउँको नाम शान्तिनगर टोल थियो। अहिले हामी बुढाखाडा मात्रै भएर वृद्धाश्रममा बसेको जस्तो भएकोले हामीले त टोलको नामै शान्तिनगर वृद्धाश्रम भनेर राखिदिएको। मर्दा पर्दा अघि बढ्नलाई युवा गाउँमा छैनन् हजुर। अब यस्तो लास उठाउन पनि हामी बुढाखाडा नै अघि सर्नुपर्छ। मर्दा पर्दा अग्रसर हुने युवा छैनन् गाउँमा। तपाईँ यस्तो अवस्थामा भोट माग्न आउनुभएको रहेछ। तपाईँलाई शुभकामना। तर भोट माग्न त आउनुभयो, हाम्रो मन जित्न कहिल्यै आउनु भएन। तपाईँलाई भोट हाल्दा यो गाउँ बनाउनु होला, देश बनाउनु होला, अनि हाम्रा छोरा नातिले विदेशिनु नपर्ला भनेको त मेरो छोरो कतार छ, उहाँको छोरो साउदी छ, उहाँको छोरो मलेसिया छ, उहाँको छोरो इन्डिया छ, उहाँको छोरो दुबई छ। अबदेखि चाहिँ यही नेपालमा छोरा नातिलाई राख्ने राजनीति गर्नुहुन्छ भन्ने सोचेका थियौँ, तर होइन रहेछ। ठिक छ, यसपालि पनि तपाईँले जित्नुहोस्। तपाईँलाई शुभकामना। छाडेर काम सारा